बालेनहरूको ग्रुपको अहिले एउटा प्लान के छ भने इन्डियन एम्बेसीमा बालेन र यो जुन बर्बरा फाउन्डेसन जो चलेको छ नि यो युथ काउन्सिल्स के छन् नि यिनीहरू जुन ग्रुप छ नि यिनीहरूको इन्डियन एम्बेसीमा रसियन एम्बेसीमा चाइनिज एम्बेसीमा दुई चारवटा एम्बेसीमा बम पड्काएर यो चाहिँ दुर्गा प्रसाईले चाहिँ गराएको भनेर चाहिँ आरोप लगाउने प्लान छ। यो अहिले मैले भनिदिएको छु यो हिजो मात्रै आएको हामीलाई सूचना हो। त्यसले गर्दाखेरि म भारतीय एम्बेसी चाइनिज एम्बेसेडरहरू सबैलाई के भन्छु भने तपाईँहरू धेरैमा होसियार भएर यो सरकारलाई सचेत गराउनुहोस्। भोलि तपाईँहरूकोमा बम पड्को केही भयो भने हामीलाई दोष नलाउनुहोस्। हामीले पहिल्यै भनिदिएको छौँ हो कि हामी शान्तिपूर्ण हो। हामीसँग हात हतियार छैन। अस्ति हामीले हात हतियार खोसेको हो भन्नुहोस् त। लुटेको छ नि त्यत्रो हतियार मैले लुटेको हो त कस्तो खालको कुरा गर्नु छ। पछि आन्दोलन भयो भने त्यहाँ परिचालन हामीले लुटेको हो। घुसपेट हुन सक्छ नि त। घुसपेट चल्ने गर्छ त्यही पर्छ। घुसपेट चल्ने गर्छ त्यही पर्छ। हामीले घुसपेट त्यसको जिम्मा दुर्गा प्रसाईले लिँदैन। अनि आन्दोलन हामीले शान्तिपूर्ण गर्ने अनि अर्को आएर गोली चलाउँछन् जसले गोली चलाउँछ जुन अम्लामा विष लाग्छ त्यो अम्लो पो झर्छ त हौ मेरा भाइ। यो कुरा छोडिदिनु न ल।